हेलो गुड मर्निङ सबैजनालाई जयमसी र आजको दिन चाहिँ हो डे 3 इन नाम्ची। अन्त आज चाहिँ लास्ट डे हो हाम्रो टुरको। अन्त आज चाहिँ हामी पेलिङ जाँदैछौँ र भोलि चाहिँ हामी हाम्रो यहाँबाट बिदा लिएर हाम्रो साथी घर जानेछौँ तकदा। अन्त आजको चाहिँ लास्ट छ, हामी सबै फ्यामिली नै जानेछौँ। त्यहाँनिर कहाँ छ घुम्ने ठाउँहरू तपाईँहरूलाई पनि सँगसँगै घुमाउने छु। तपाईँहरूले नबिर्सिकन कमेन्ट गर्नुहोस् होला, लाइक गर्नुहोस् होला। तपाईँलाई कस्तो लाग्यो त? हजुर, यो आज डे 4 हो सिक्किमको। कस्तो लाग्यो त? एकदम राम्रो, मजा आउँदैछ? मजा आउँदैछ एकदम। आज हामी फेरि पनि घुम्न जाँदैछौँ पेलिङ वेस्ट सिक्किम। आज पनि ए वेस्ट हो, वेस्ट होइन नि त, वेस्ट सिक्किम। अनि आज पनि दिन चाहिँ एकदमै सन्नी डे। प्रभुलाई धन्यवाद यतिको दिनसम्म आजसम्म चाहिँ एकदमै वेदरले चाहिँ हामीलाई साथ दिइरहेको छ है। हाई भनिदिनु बहिनी, म भाइ छ। रेसी बजार हो। लामो रहेछ त है। तपाईँले चाहिँ रिल्स बनाउनु नि। हामी चाहिँ बाटोमा आउँदा आउँदै हेर्नुहोस् न कस्तो डरलाग्दो भिड रहेछ यहाँबाट चाहिँ कि यहाँबाट चाहिँ सुसाइड पनि गरेको अरे होइन। अन्त चाहिँ तपाईँलाई देखाएको यो चाहिँ हो गेजिङ बजार। अहिले चाहिँ हामी गेजिङ बजार पहुँच्दैछौँ।
हेलो हामी चाहिँ पुरा बोर भइसकेको छ एउटा चिप्स पनि किनिदिनु भएन नपाएर हामी चाहिँ 2 घण्टा भइसक्यो चिप्स खान नपाएर बाउजूको हामी चाहिँ भर्खर पेलिङको बर्ड पार्कमा आइपुग्यौँ। विथ रेड चिप्स यो चाहिँ सिक्किमकै होममेड चिप्स रहेछ कि यस्तो मिठो रहेछ हेर्नुहोस् न हामी चाहिँ हेर्नुहोस् न यहाँनिर आयौँ यो चाहिँ बर्डको रहेछ हो अन्त यसको एन्ट्री फी चाहिँ 100 रुपिस रहेछ हो बर्ड प्याराडाइज अरे देख्नुभयो यस्तो रहेछ बर्ड पार्क रहेछ हो यस्तो दामी रहेछ कि म तपाईँलाई देखाउँदैछु ल यो चाहिँ सबै बर्ड प्याराडाइज रहेछ होइन यहाँ चाहिँ थरी थरीको चराहरू तपाईँले देख्न सक्नुहुनेछ म तपाईँहरूलाई देखाउँदै जान्छु है दादाले देखेकै छैन कि हाँसहरू हेर्नु ऊ कछुवा पनि रहेछ भनेको त होइन पो रहेछ हजार बेसी चाहिँ यहाँ चाहिँ यस्तो खालको साङ्लीको पर्दा सुगा रहेछ प्यारोट्सहरू पुरा रहेछ यहाँ चाहिँ हाई प्यारोट हाई प्यारोट हाई हेलो प्यारोट अम्बो हेर्नुहोस् कत्रो रहेछ माथि माथि हिँड्दो रहेछ ऊ यस्तोमा हो वहाँ कस्तो दामी दादा हेर्नु त्यो टर्कीको अगाडि अम्बो कति रहेछ ऊ तल ऊ तल कति रहेछ नि त नि कस्तो दामी दामी है यो कस्तो दामी दामी कलरको रहेछ ऊ कस्तो ऱ्याबिट पनि रहेछ ऱ्याबिट माई गड कताबाट कहाँ गएको अपुई डर हुँदो रहेछ नि हौ यो चाहिँ प्लान्ट लभरहरूको लागि रहेछ है यो चाहिँ सबैजनाले प्लान्ट लभरहरूको रहेछ यसको कन्टेन्ट चाहिन्छ भने चाहिँ मेरो हस्बेन्डको फेसबुकमा जानुहोस् होला यो चाहिँ अब हामी राबदुन चाहिँ जाँदैछु यहाँ चाहिँ वक रहेछ हाम्रो पुरै बर्ड्सको चाहिँ हामीले हेरिसक्यो अब हामी चाहिँ उता जाँदैछौँ निकै हिँडाइ मचिने रहेछ यहाँबाट आएको होइन अब हेर्नु न दुईटा रहेछ बाटो कता जानुपर्ने हो यता रहेछ हौ राबदन्से साइड कस्तो दामी जङ्गल है यहाँ पुग्यौँ है हामी चाहिँ यस्तो रहेछ हामी चाहिँ हत्तु भएर आइपुग्यौँ यो चाहिँ राजाको पालोको रहेछ यहाँ रहेछ दामी त्यसो यहाँ चाहिँ भुलभुलिया यहाँ यस्तै रहेछ हेर्नु न यस्तो दामी रहेछ है लु वाउ 1 2 3 टाडा ए कस्तो
दामी घुमे पनि सक्यो अब चाहिँ निस्केको यहाँबाट अब सिधै हामी स्काई वकमा भेटौँला माथितिर हुन्छ स्काई वक पनि आइपुग्यो म तपाईलाई देखाउँछु ल भित्र यस्तो रहेछ हेर्नु न बादलले छोप्यो नि हामी चाहिँ स्काई वकमा पनि आएको डर लाग्दो रहेछ उँधो चाहिँ हेरेको छुइनँ हो मलाई चाहिँ हाइटसँग अलिकति डर लाग्छ तल चाहिँ हेरेको छैन त्यही भएर स्पिड मैले भिडियो बनाइहालेको ल मैले बिचमा गएर तपाईँलाई देखाउँ भनेको थिएँ कि मेरो हस्बेन्डले बनायो भने चाहिँ के हो म चाहिँ अलिक सक्दिनँ जस्तो लाग्यो तर त्यस्तो हाइट त होइन मेरो बुढी चाहिँ डरले ए ल पाराले लाडेन त पुरा डरायो फोटो चाहिँ खिच्छु कि तर यता जाउँ यहाँ पर डिलमा जाउँ त डिलमा त कुनै है बिचमा चाहिँ जाउँ न सिधै उता दादा कस्तो उयो गर्छ नि खुट्टै काम कस्तो रहेछ हौ नि खोज्छु ल डिलमा त अलिक के टाउको चाहिँ के भयो डरले अरटी भयो उठाएको यो छ नि यो चाहिँ यस्तो दामी देख्नुभयो कञ्चनजङ्घा बाटो हेर्नुहोस् न यहाँको आम्मामा यस्तो बाटोमा चाहिँ कसरी कुदाउँछ हौ गाडी छक्कै परेँ म त हामी भने चाहिँ खिचुपेरी लेक भन्ने जग्गातिर वेलकम थाक्छ होला म यहाँ सब ब्याम्बूको रहेछ के अरे यस्तो रहेछ मिरिक झिल टाइपको रहेछ हौ यहाँ नि माछा हेर्नुहोस् त माछा माछाहरू आएर माग्दैछ गरेको हेर्नुहोस् न माछाले गरेको हेर्नुहोस् न
सोधौँ यहाँ नगरेको हो मलाई त दामी हेर्नु डरै लाग्दो पो लाग्छ